आज सोमबार छुट्टीको बार र सधैँ चाहिँ छुट्टीको बारमा वाह सो लकी डे फर मी लु भयो फाइनली आइपुग्यो केटा हो फाइनली यहाँ छ गुन्द्रुकको अचार स्पेसल तोरीको तेल स्वाट लाएर स्वाट पारेको आलु र अन्डा यस्तो सेक्सी आलु र अन्डा छ ल अलिक नजिक आऊ तिमी खुट्टा बिजाएर यतापट्टि बस न 248 भइरहेछ हैन अनि अब त्यता पुगेर अनि त्यसपछि चाहिँ घर जान्छौँ है तर लास्ट टाइम जस्तो थाकिएन है Despacito. धेरै हिँड्नु परेन नि त यताबाट खाडो उकालो आइयो उताबाट तेर्छि ल मलाई पनि लड्छ पुराइदिएको दाइ भयो भाइ भने पक्रिन थाल्नु यही पक्रिन थाल्नु जस्तो लाग्छ मलाई उता भाग्छ नि त्यत्रो केटीको मान्छे बोकेर सिरिरिरी हावा बग्यो सुस्तरी वाउ नाइस फ्लावर मैले तिमीहरूलाई लिएको जस्तै फास्स परेर हैन ए साइली लर्के जो बन गइसक्यो हिँड्दा हिँड्दै बाटोमा ओके नो प्रब्लम ओके म्याम माथि पुगेर हैन त्यो टावर भएको ठाउँमा गएर कोरियनमा आफूले इन्ट्रोडक्सन गरौँ है आनियो वे आनियो आन्देयो वे आन्देयो ओके कोर अले त्यो बुलीको बारेमा हामीले हिजो हेरेको त ठिकै छ है एउटा एपिसोड एउटा कहानी हो जस्तो छ एउटा एपिसोड हेरेको
त्यस्तो होइन होला भनेको त्यस्तै होला जस्तो लाग्यो है मलाई चाहिँ तलै बस्ती रहेछ यतापट्टि है गाउँ यतापट्टि भएको पनि बाटो पनि छ नि त त्यो चाहिँ टावर भएको ठाउँतिर टोइलेट छैन आइगो नेचर कलिङ कट इट सर्ट इट क्यामेरा दिएपछि चाहिँ लु हिँड्ने रहेछ है पावर बुझिँदैछ है पछ्याउनु पर्यो नि त फेरि ओ सेट गाइज हामीले होइन जङ्गल आएर खानाकुरा नचढाइकन खायौँ अहिले सम्झिनु छ भ्यान्सले अघि भन्नु मन्दिर बनाएर आउनुपर्छ होला आयो तर केही फरक पर्दैन होला नेपालमा पो त त्यस्तो त होइन कोरियाको जङ्गलमा त होइन होला हियो टावरमा कुनै कुनै पागलहरू चढ्छ त टावर त यहीँ त रहेछ ऊ देख्यौ यहाँ क्या नेपालमा त हामी सबैजना आँटिला बारबे पनि गर्नु पर्दैन डराइहाल्छ बारबेर गर्नु परिहाल्यो नि बाबु बाबा छोडा अघि पनि कुद्दै त जानुभएको थियो नि ट्रेल रनर पनि हुन्छ त हबी पनि हुन्छ नि त यस्तो रनिङ हबी जाने हिँड्न जाम हेरेर आम म पनि जान्छु नि त मात्र बसिराख सर्पले बेर्ला साथी छोड्दाखेरि हो र हिया के हो यो नेटवर्ककै टावर हो आम्मामामा के म्याप हेरेको मोबाइल नीचे रखो ध्यान बाटो में लगाओ ये पतिंगड़ झाड़ी देखो तुम्हारा आँखा खाली मोबाइल मत हेरो मोबाइल में भी पतिंगड़ झाड़ होते हाँ तू लड़की घुमाता है घुमाता है वाउ उता हामी उतैबाट आएको है ए
ए हो अनि त्यहाँदेखि झरेको हो भने चाहिँ यहाँ घङ्ग्यसान त अलिक टाढै हो नि त्यही त एउटा डाँडा यहीँ चाहिँ होइन ल झुट 200-300 मिटर त इस कस्तो आनन्द ध्यान रस्ते पे लगाओ आँगनको डिलमा बसी हेर्छु पारी पारी आँखै अघि गयो उमेर बोकी जीवनको भारी नाथे उमेर जाँदो रहेछ हातैमा गन्दा गन्दै हेर्दा हेर्दै बुढो भइयो ये 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 गीत सुनिस् यहाँ पनि टावर रहेछ हाँ रंग सारी गुलाबी चुनरिया रे हाँ यहाँदेखि यो झर्ने ठाउँ ओके यहाँ पनि देखाउनुहोस् क्यामेराम्यान जल्दी फोकस गरो खङ्ग्योसान 1.1 किलोमिटर यहाँदेखि थेकुनसान 0.9 किलोमिटर पुगेर आउँ न हौ 0.9 किलोमिटर कस्तो रहेछ हौ यिनीहरू त जाम क्या है यो त हाम्रो धिरदिमले के अरे किरा देखेर हम्बर बोकिरहेछ हातमा कान्छी सानोमा क्या मादिम मादिम गर्ने क्या पानी अब यताबाट पानी भर्ने ठाउँ पनि छ हो कहाँनिर पानी भन्छ यता त छेउमै हँ छेउमै यहीँ छेउमै छ कति आधी आधी बाटो हिँड्नुपर्छ किन दुईजना मात्र हाँस्ने मलाई हेपेर हामीले तुझको ला झन् पानी अड्किन्छ त्यति भएको पानी पानी पनि अड्किन्छ झन् पानी कम्ती खाएर आज टाउको चाहिँ दुख्छ होला कि टट 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 ट्यालेन्टै छैन ट्यालेन्टै छैन यहाँ हेर्नुहोस् गाइज यो बोर्ड चाहिँ अलि परदेखि चाहिँ कस्तो जिरे खोर्सानी फले जस्तो देखिन्छ तर होइन मलाई जिरे खोर्सानीको याद आएर मर्न आँटे घरमा चाहिँ यति फलिरहेछ मैले यहाँ जोडेको छु हौ आफै इन्सिक्योर हुँदैछ उहाँ साया मेरा मेरा ना 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 ना
जान्न त जाम भन्नु उसलाई आउँदा होइन माउन्टेन आउनु पर्दैन नि त अर्को ठाउँमा जाने हो नि त ना 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 कपाल बाटिदिएको मैले गाइज हेर्नु न यहाँ कस्तो राम्रो रहेछ कपाल है कस्तो मजाको यस्तै हरियो बनाउने कपाल सही हुन्छ त ज्वरोको हरियो हो कि ए होइन त है हरियो त ज्वरोको कपाल हरियो हो हरियो त पटुकी पो त हरियो जोरो सन्तुरु कि के अरे सतुरु कि के अरे सन्तुरियो कहिले ज्वरोको हेर्थ्यो अरू कार्टुन थियो नि अह ज्वरोको आफ्नै फाल्टै छ ज्वरो भनेको थिएन र सानो बस उमा आउँथ्यो क्या त्यो लाइनवाला केबलमा क्या केबल टिभीमा ज्वरो गोमु गोमु नो फिस तरु यस्तै हावा चलिरहेको बाटोमा यस्तो बिदा भइरहेको म एक दिन हिँड्दै हिँड्दै त अब त धेरै उकालो छैन किनभने माथि माथि नै हिँड्दैछौँ नि त हामी त्यही भएर पनि मैले जाने जाउँ भनेको क्या मेरो चाहिँ प्लान सुन न हौ तिमीहरू कस्तो मैले बोलेकै सुन्दैन म चाहिँ होइन त्यो रिजर्भर छ नि त्यहाँदेखि चाहिँ एक दिन हिँड्दै हिँड्दै आउँछु अनि अलिक मास्तिर त गाउँतिर खेतीहरू लगाएको छ नि तरकारीहरू त्यहाँ माथि गएर चाहिँ यति धेरै पिँडालु रोपेको रहेछ क्या त्यहाँभन्दा अलिक तलतिरै अनि त्यहाँनिर गएर गाभा माग्छु क्या फर्सी पनि भर्खरै रोप्या रहेछ अलिक पछि आएर मलाई मुन्टा दे न म किनेर लान्छु भनेर बरु 2 मान दिएर लिएर आउँछु कसरी सस्तो हुन्छ हौ 2 मान फर्सी खोल्ने मुन्टा सुकाउँदाखेरि आइया नि मरे झन्डै खुट्टा मर्क्यो टोला बचौला तिमी र म यसले त अनि त्यहाँ गएर फर्सीको मुन्टा मागेर ल्याएर फर्सीको मुन्टा यति बनाएर मकैको भात पकाएर खान्छु फर्सीको मुन्टा र मकैको भात अनि गाभा र चामलको भात हल्का गेडागुडी लगाएर टक्क कागती सर्र निचरेर त्यति बेला त अकबारी पनि फल्नु सुरु गर्छ कडप्प अकबारी टोक्दै घल्याप घल्याप मुख बाङ्गरलाई खानु दिन्छ बाङ्गेतिर आए जस्तो लाग्यो ढुङ्गाको पाहाड देखेर बाङ्गे श्री पञ्चमीतिर त्यही त श्री पञ्चमी भनेको बाङ्गेको साइड कहाँ बगर आमामा मेरो जुत्ता त हेर न मेरो ए यसको पनि त्यस्तै रहेछ चढ्ने यहाँ माथि गाइज चढौँ न
लड्नुलाई आओ है वाउ कसम आउनै पर्ने हुन्छ है गाइजहरू प्लिज 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 Oh my god, I cannot believe my eyes, guys. यतापट्टिबाट है यहाँ ले क्यामेरा ले बोतल ले लोटलास कस्तो लाग्यो त नाटक गरे भन्छ हौ मलाई बिल्ला ओ माई गड यहाँ आएर चाहिँ अघि बस्नु पर्थ्यो है कसलाई थाहा थियो र ओ माई गड दिस इज अनबिलिभेबल गाइज वाह कस्तो लाग्यो धमस दाइ वाउ ओ माई गड प्लेन पनि वहाँ तल तल देखिँदैछ हेर न ऊ त वहाँ त्यो गुडाउने क्या बेन्च हातले वहाँ देखेन वहाँ पर त्यो प्लेन होइन हन ऊ त Wow. Wow, guys. Wow. Worth it. This is it. This is it. The view. Oh my god. बेन्च फेरि पठाउन मैया ब्याग राखेर बस एकछिन अब बस्ने हो यहाँ फेरि फैगुनसान अझै यतै 0.3 किलोमिटर पो बाँकी रहेछ त यो चाहिँ के हो पातको माथि माथि टिपिक टिपिक है पातकै साइडमा क्या डाँठ हानी हो नि सही हो यो चाहिँ ऊ जस्तो क्या चौडन्डी गढी जस्तो हाँ गाइज मुझे बहुत जोरों की प्यास लग रही है अब मुझे लगता है अब अपने ही पेशाब खाना पड़ेगा मैन वर्सेस वाइल्ड का इधर पानी का भी कोई साइन नहीं है खोला नाला भी नहीं है धारा भी नहीं है बेयर ग्रिल्नी फ्रॉम रत्न पार्क ओ किम्बु उयो अत्रो माथि किम्बुको बोट त डेन्जर रहेछ है गाइज फारासान अरे अझै उता अहिले हामी कहाँ यही हो फैगुनसान हैन फैगुनसान यहाँ छ यस्तो छ त्यहाँनिर ख्वाङ्ग्योसान यो माथि होला यो भित्र होला क्या
यहाँ पनि खतरमा त्यही होला नि त खोइ हेगुनसान पानी पानी भएको भए त झन् मजा आउँथ्यो है म्याउ फेकुनसान नि लैले हामीसँग त केही त छैन दाल मर्चा खाँदैनौँ होला तीनटा रहेछ उपर निस्क्यो सुरी म्याउहरू 567 मिटर ल साथीभाइहरू फेगुनसान छिदियो है त हेर्नु कस्तो जुङ्गाकै हो है चार्ली च्याप्लिन जस्तो हिटलर जस्तो ल साथीभाइहरू वा ल भ्यू है भ्यू यही हो है साथीभाइहरू कोरियाई कता 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 सुवन कता सौल कता के कता थेगु कता के अरे छनन आनसान आनसोङ कता हो ए कोरिया यही हो लु आनसानसी यतापट्टि लु है त लु यहीँ रहेछ यी खै सौल लेखेको छैन कति कता अरे यो कता अरे कता अरे कता 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 गुम्पो यो योङ्गिनको पो हो कि क्या हो नि 인천 백운산 천망대 와우 नाइस 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 आजको छुट्टीको दिन चाहिँ वर्थ इट भयो क्या वर्थ इट दिस इज इट वर्थ इट हाम्रो मित्र चाहिँ यहाँनेर अल्छी लागेर खुस्किन आँट्नु भएको अवस्थामा अरे आयो ल आऊ यहाँनेर फोटो खिचौँ 4:30 भयो गाइज अहिले हामी फेगुनसानबाट झर्दैछौँ घर जानको लागि ढलक छान्नको लागि गेम खेल्नको लागि पहाड चढेर अगाइसकिसक्यो बोलेको कारणले लागि बतासे बनेर लैजाउ न मलाई लैजाउ न उडाई तिम्रो त्यो सहरमा म त उडेछु गुडेछु हिँडेछु तिम्रै कल्पनामा म त गाउँमा बस्छु त भन्ने मान्छे गाउँमा बसेर के भन्नु गाउँ जाँदा पनि हुन्छ फेरि अहिले चढ्दै गरेको मान्छेहरू पनि छ बाटो हेर्नुहोस् न गाइजहरू यहाँबाट चाहिँ अलिकति गुल्टुङ भयो भने त गुल्टुङ 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 कत्रो कालो हो यो अघि जङ्गलकै बाटोबाट पनि थियो थिनु त तर अलिक कन्फ्युज भएर चाहिँ यताबाट आएको तिर्खा पनि लागिसक्यो बाटो पनि यस्तो छ वाउ
कत्रो उकालो छ यो क्यामेरामा चाहिँ खासै देखेको छैन जस्तो लाग्दैछ ओ माय एउटा 2 घन्टा हिँड्नु भनेर देखाउँछ गाइज कस्तो हुँदैछ रडी अरे दियो 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 ओह्रालो अझै सकिएन ओइ मरेर छोडिदिने नबुझ्ने तिम्रो त्योमा झिझिनै बदलिने के गरौँ म के गरौँ यस्तो यो जङ्गलमा भेटेको प्वाखहरू बोक्नु हुँदैन भन्छ नि सिकारी के अरे झाँक्रीहरूले सिकारी खेल्नुको लागि फालेको हुन्छ अरे अब बोकिसकेपछि फेरि त्यो पाख बोकिसकेपछि फेरि अब त्यो चाक कटाउनु पर्छ अब त्यो फालिसकेपछि अनि मात्रै फ्याल्नु पर्छ त्यो बोकिसकेपछि फाल्नु हुँदैन नि फेरि अनि त्यसपछि गएर फेरि टिप्नु फेरि फालिसकेपछि अनि टिप्नु हुँदैन नि फेरि अब फेरि टिप्सकेपछि फाल्नु ल विश्वले झन् त्यसलाई जलाउनै हुँदैन तर लाइभमा जस्तो त चाहिँ आउँदैन है यो गीतमा लाइभमा त कस्तो मजा आउँछ नसके नि सेम छ त यार भाइ अनि म जान जस्तो लाग्छ जनचामलिङ बनेर फेरि जनचामलिङको डान्स त्यो पोजहरूले नै फेरि कपी गर्न सकिँदैन भनेर क्या स्वर कम्प्लिट गरे पनि बस्ने होइन अब यो ओह्रालो ओह्रालो छ ठिक्क ओह्रालो छ झर्नु क्या अगा जन चामलिङको गीतले मन पनि भुलाइरहेछ सिक्यो यो होइन डेलिया होइन यत्तिकै यो वाइल्ड फ्लावर हो नेपालमा पनि फल्छ त फुल्छ फुल्दैन है बेलटारतिर चाहिँ यो त के हो सिस्नो जस्तै देखिन्छ त भाङ्रे सिस्नो जस्तै तेरो टाउको भाङ्रे सिस्नो यस्तै हुन्छ यो सिस्नो हो त हजुरहरू थाहा पाउनेले चाहिँ भन्नु त भाङ्रे सिस्नो यस्तै हुन्छ माथि माथि डिक्टेलमा मैले देखेको पत्ताहरू बोट पोल्दैन क्या हातैले टुपुक टुपुक टिप्छ पानी किन्ने ठाउँ ऊ बस्दा एकैछिनमा लागिरहेको हुन्छ ल हामी यहाँ चाहिँ आइपुग्यौँ होइन यो गाडी लागेको हो जस्तो छ ल अहिले चाहिँ हामी ठ्याक्क झरिसकेको छौँ है गाइज होला यो गाडी जानु आँटेको होला है गाइज छिटो आऊ है
ल ल हामी जाने गाडी आइज छैन रहेछ बन्द 승차입니다. पानी खाने होइन कति बजी निस्क्यो हामी हामी साढे 11 घरदेखि 5:30 6 घन्टा भयो 이번 정류장은 새마을 주택입니다. 다음 정류장은 상광교 마을회관입니다. 이상님, 자동차 시에는 차도 위반을 위하여 기어 변속 및 사이드 브레이크 체결을 꼭 확인하여 주시기 바랍니다. झरिसक्यो अनि अब चाहिँ तिर्खा लागेको हुनाले गर्दाखेरि टन्न पानी खानुपर्नेछ पोकाडी इलेक्ट्रोलाइट वाटर जीवन जल पानी हो यो जाउँ गाइस अब चाहिँ एकछिन हिँडेर अनि त्यसपछि फेरि गाडी चढ्ने ठाउँ आउँछ यहाँदेखि डाइरेक्ट हाम्रोतिर जाने गाडी नै पाउँदैन क्या 이번 정류소는 수원 월드컵 경기장 동성중학교입니다. 다음 정류소는 교성초등학교입니다. This stop is 수원 월드컵 스테이디움. 승자는 횡단보도 통시 슈퍼를 나눠서 한번 벗어나고 보행자는 횡단보도를 탈출합니다. ल गाइज हामी चाहिँ आजको लामो हाइकबाट आइसकिसकेको छौँ घर होइन अहिले चाहिँ 6:21 गएको रहेछ अनि आज हामी टोटल कति हिँड्यौँ कति स्टेप हिँड्यौँ भनेर चाहिँ तपाईँहरूलाई देखाउनु पर्दाखेरि चाहिँ रोक्नु है त कहीँ निकल नजाए ए 21,235 822 क्यालोरी बर्न भएछ आशा छ तपाईँहरूलाई मेरो आजको यो भ्लग राम्रै लाग्यो होला राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको यो मेरो सोमबार छुट्टीको बारको हाइकको भिडियोबाट तपाईँहरूसँग बिदा माग्न चाहन्छु फेरि अर्को नयाँ भिडियो या त मुक्बाङ भिडियो खानपिनको भिडियोमा भेट्ने बाचाको साथ तपाईँहरू स्वस्थ रहनुहोस् खुसी रहनुहोस् फेरि अर्को नयाँ भिडियोमा भेटौँला बाई बाई